हाम्रो नेपालमा क्षेत्रीय बाहुनहरू कसरी नेपालमा आए तपाईँले हेर्न सक्नुहुन्छ है भाइ। मजाले पढ्नुहोस्, मजाले बुझ्नुहुन्छ। यिनीहरू इन्डियाबाट आएर चाहिँ नेपालमा बसेर नेपाल मेरो हो, हाम्रो हो भन्ने र अधिकार चलाउनु यिनीहरूको कुनै पनि अधिकार चाहिँ छैन है। हेर्न सक्नुहुन्छ। यिनीहरू करिब 10औँ-12औँ शताब्दीदेखिकै भारतमा मुस्लिम आक्रमणबाट चाहिँ यिनीहरू छुटेर आएको रहेछ। हेर्न सक्नुहुन्छ मजाले। म बिस्तारै स्कुल गर्छु, हेर्न सक्नुहुन्छ। यिनीहरू भागेर आएको रहेछ नेपालमा। नेपालमा मूलवासीहरूले क्षेत्रीय बाहुनलाई बास दिएको हो। त्यसरी चाहिँ यिनीहरू क्षेत्रीय बाहुनलाई राखियो नेपालमा र यिनीहरूले हक अधिकार जमाएको हो। यिनीहरू भनेको परदेशी हुन्। परदेशी भएर नेपालमा आएर बसेको पनि होइन। यहाँका मूलवासीले चाहिँ राई, लिम्बू, सुनुवार, याखाहरूले चाहिँ यिनीहरूलाई चाहिँ बास दिएको रहेछन्। बास दिँदाखेरि यिनीहरू नगएको र नेपालमै बसेको। तर यिनीहरू भनेको परदेशी हुन्। यसरी चाहिँ क्षेत्रीय बाहुन नेपालमा आएर बसेको है त। तपाईँहरू पढ्न सक्नुहुन्छ। गुगलमा मजाले सर्च गर्न सक्नुहुन्छ। बाहुन पूजा, शिक्षा, क्षेत्रीय शासक, युद्ध, सुरक्षा दुवैको मूल भारत, नेपाल आगमन करिब 10देखि 12 शताब्दीमा। यसकारण युद्ध, सुरक्षा, नयाँ बसोबास।